भन नि त उसो भने म कतिको राम्री छु तपाईँ पुरा राम्रै छ 100 मा 100 फुल 100 राम्री के भयो 1000 चाहिँ भन्नु सक्थेनौ 1000 भन्दा चाहिँ के जान्थ्यो 100 भन्नुपर्ने अब चाहिँ लास्ट चान्स दिदैछु प्रवीण लास्ट एन्ड फाइनल म कतिको राम्री छु तपाईँ 100 पनि हैन हो 1000 राम्री छ 1000 वाह के चाहिँ भयो 1000 अघि भने लाख भन्नु सक्थेनौ लाख किन 1000 नै भन्नु भएको सुन्नु न एउटा क्वेशन सोध्नु तपाईको एक्स र मेरो चाहिँ आत्मा साट्यो अरे हैन तपाईँ कोसँग बस्थ्यो तपाईसँग बस्दैन तपाईँ हो नि त तर मेरो भित्र तपाईको एक्स को आत्मा हुन्थ्यो त अन्त ल त्यसो भए एक्ससँग एक्स अहिलेसम्म बिर्सिनु सकेको थिएन मलाई याद थियो प्रवीण मलाई याद थियो सबै याद थियो सुन्न म मोडे अरे हैन तपाईले अन्त अर्को गर्लफ्रेन्ड बनाए अरे हैन तपाई उलाई बेसी माया गर्छ कि मलाई तपाईँ मरेपछि त अब त्यो मरेको पास्टहरु याद गरेर भएन जसरी नयाँ आएपछि नयाँलाई माया गर्नु पर्यो किन भन्नु त मरेको मान्छे सम्झेर फाइदा नि त छैन आफू त्यसै बिमार हुनु मात्रै हो किन रुको के भयो लु त हैन तपाईलाई माया गर्छ सुन्नु न अझै एउटा क्वेशन सोध्छु ल तपाईलाई मेरो कसम जोत्नु चाहिँ भएन है जति भन्दा तपाईको एक्स राम्री थियो कि म अब जोत्नु पनि कसम खाइहाले हो दुईजना बराबरै छौ मलाई चाहिँ तेरो एक्ससँग कम्पेयर नगर ल कसरी बराबरी राम्री भयो म राम्री छु ल तिमीलाई पनि मेरो कसम मेरो कसम जोत्छु नजोति भन्नु पर्यो ल त्यो व्हाट्सएपमा टेक्स्ट गर्थे नि अभिषेक भन्ने केटा को हुनु भन्न थियो को त्यो केटा को अभिषेक मैले कसम खाए नजोति भने ओ के भयो रेला गरेको बा नसुत्नु ल हुन्छ